राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकले 2081 सालको कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको हो। एसईई को नतिजामा 61.81% ग्रेडेड भएको बोर्डले जनाएको छ। एसईईमा नियमिततर्फ सहभागी भएका 4,38,896 परीक्षार्थीमध्ये 3.6 देखि 4 जीपीए ल्याउनेहरू 48,177 रहेका छन्। त्यस्तै 3.2 देखि 3.6 जीपीए ल्याउने 81,385 जना, 2.8 देखि 3.2 जीपीए ल्याउने 79,124 जना, 2.4 देखि 2.8 जीपीए ल्याउने 48,479 जना, 2 देखि 2.4 जीपीए ल्याउने 4,126 जना र 1.6 जीपीएदेखि 2 जीपीएसम्म ल्याउने 8 जना रहेका छन्। त्यस्तै 126 जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।